हेलो एभ्रिवान नमस्ते। आज चाहिँ हामी सिलौटामा पिसेर बनाएको चामलको पिठोको सेलरोटी बनाएर खाऊँ है त। आउनुहोस् सँगै। अनि हामी चाहिँ नेपाली भइसकेपछि हामीलाई चाहिँ सेलरोटी एकदमै मनपर्छ हैन। सेलरोटी खाँदाखेरि मिठो पनि लाग्छ। मलाई चाहिँ यसरी काटेदारवाला सेलरोटी एकदमै मनपर्छ। कसलाई मनपर्छ होला यस्तो है। अब सबैको आफ्नो टेस्ट हुन्छ। यो चाहिँ मलाई मनपर्ने खालको मैले चाहिँ आज बनाएर रेसिपी हजुरहरू सबैसँग सेयर गरेकी छु। आउनुहोस् है त सँगै बनाऊँ सबैजना। यहाँ चाहिँ हामीले चाहिँ सिलौटामा चामल चाहिँ हिजै भिजाएर राखेको थियो। अनि आज चाहिँ हामीले पिसेर यसरी मजाले रेडी पार्यौँ। यसमा चाहिँ थोरै हल्का हामीले चाहिँ मैदा पनि राखेको छौँ। अनि सानो यसरी काँटेदारवाला बोतलको त्यो काटेको बोतलमा यसरी राखेर सेल पनि हालेको छौँ। ल सेल पनि रेडी भयो। हाम्रो चाहिँ एकदमै सजिलो छोटो मिठो रेसिपी हजुरसँग सेयर गरेको छु। यो चाहिँ सबैले हेरेर साथ सपोर्ट लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई। अनि यसरी चियासँग चाहिँ दिउँसो बिहान खाजा पनि खान मिल्यो।